भयो स्टार्ट गर्यौ ए हो सो हेलो वेलकम ब्याक टु माई ब्लग गाइज आफ्टर अ लङ टाइम अनि आज चाहिँ फागुन 20 गते भोट हाल्न जाँदैछौँ टक्कल र धादिङ होइन अब धादिङ जाउँ पहिला पेट्रोल पम्प जाउँ पेट्रोल हालौँ बाटोमा रमाइलो गर्दै आनन्दले जानुपर्छ अनि रमाइलो गर्दै जाउँ मसँग चाहिँ आज मेरो पिए समीर छ चोर बनेर हिँडेको छ सो आनन्दले जाउँ होइन अनि अगाडि मामा हुनुहुँदो रहेछ तर हामी यतैबाट जाउँ मेन रोडै जाउँ किन डराउने र लाइसेन्स छ ब्लु बुक छ किन डराउने र हामी होइन समीर सर ओइ माया मार्छ त्यसरी नभन न कहाँ सिधै मुखेमा मामा भनेर हिँड त हाम्रो समीरले चाहिँ एउटा छुतिया काम गरिसक्यो होइन ट्राफिकलाई मुख्यमा मामा भनेर हिँडिसक्यो अनि यस्तो यस्तो छुतिया काम गर्ने साथी भएपछि फसाउनलाई कहिलेकाहीँ दुश्मनको जरुरतै पर्दैन भन्छन् नि हो त्यस्तै त्यस्तै हुन्छ कहिलेकाहीँ कन्डिसन सो आनन्दले जाउँ होइन अब यहाँ अगाडि पेट्रोल पम्प छ यहाँ पेट्रोल हालौँ अनि त्यसपछि धादिङ लागौँ त्यस्तै छ पेट्रोल हालौँ यस्तो हुन्छ ल ल फेरि है त दुई 3 4 5 6 7 8 9 10 200 300 400 होइन कम सक्यो भनेर गने नि त्यहाँबाट पेट्रोल हालेर जाउँ होइन स्विच बिग्रिएको छ क्या अहिले बिग्रिने भन्ने आफै हो अब यहाँबाट पेट्रोल हालेर जाउँ भनेको लाइन धेरै भयो जस्तो छ खै पेट्रोल हाल्न नि 1 घन्टा लाग्ला जस्तो छ हौ पुरै खाली जो रहेछ लाइट अन दे त 1 लिटर 2 लिटर र अलिकति बिचाउँछ यो भाइ भाइ दाइ हुन्छ किन सार्या हाल्नु न अब चाहिँ लाग्दिउँ आफ्नै बाटो फेरि पनि पेट्रोल हालेर निस्कियो होइन हामी चाहिँ फेरि दुईवटा काना एउटा एयरबड लगाएर हिँड्दैछौँ है एउटामा समीर सर एउटामा म ठिक छ आनन्दले जाउँ बिस्तारी आमामामा कहाँ जान बत्तेको हो त्यस्तो त्यो एनएस कहाँ जान बत्या समीर बुढी पहिला जान्छु भनेको क्या हो त्यसको
सिधै हानेर गयो त 70-80 नै। अरे आगे कुछ भी नहीं सब खाक बराबर मैं खुद जाऊंगा कि तुमसे बात करा कर तेरी आंखों में है पूरी जज्दी आनन्दले छौँ होइन। अब बिस्तारै रमाइलो गर्दै सो योपल्ट चाहिँ भोट घन्टीलाई यत्रो वर्ष अरूले खायो यो वर्ष घन्टीले खाओस्, घन्टीले नि के गर्छ हेरिदेऊ न अब होइन। आनन्दले चिल हतार छैन बिस्तारै जाने हो। सो हामी फेरि पनि भोलि पनि भेट्ने नै छौँ भोट हालेर फर्किने बेलामा। देख ले मैंने राते कितनी सारी च्यात्तेको बोराको आवाजको गीत पनि सुनेर हिँडौँ है अब रमाइलो गर्दै। आके देख ले मैंने राते कितनी सारी के गरे ए केटीलाई ल यस्तो त छ साथीहरू। अब झाब्बर खुवाउनलाई यस्तो साथी भएपछि दुश्मनको जरुरतै छैन क्या। केटी जिस्काइदिने एउटा झाब्बर खाने एउटा परिदिन्छ कहिले होइन। अनि रमाइलो गर्दै जाउँ बिस्तारै जाउँ। जे भयो नि यत्तिको साथी चाहिँ हुनुपर्छ सबैको ग्रुपमा एउटा छुतिया। समीर यत्तिको छुतिया साथी चाहिँ एउटा ग्रुपमा सबै हुनुपर्छ। त्यही त त्यही भएर त भनिरहेको छु त। चाहिने बेलामा चाहिँ जहाँ पनि हुन्छ है। फेरि यो मान्छे एकचोटि कल गरेर चाहियो भनेपछि ओके हो। दायाँमा केही छैन जस्तै इमर्जेन्सी काम पऱ्यो नि उसले छिटो छिटो सकाएर आइदिन्छ। त्यो एउटा चाहिँ दामी क्वालिटी छ है। फेरि चाहिएको ठाउँमा जाने आउँछ। मान्छे हान्नु पऱ्यो भने नि रन्किन्छ। सबै काम छोडेर हिँड्छ मान्छे हान्नु पऱ्यो भने त झन् होइन त। सो समीर चाहिँ को म मेरो भ्लगमा फेरि पनि चिनाउने छु किनकि मेरो समीरलाई देखाएको भ्लग अहिलेसम्म पब्लिस भएको छैन। सो अब समीर भनेर चाहिँ को अहिले पछि म चिया खाने ठाउँमा यसो चिनाउने नै छु होइन। आनन्दले को रहेछ समीर भन्ने मान्छे भएर होला अघिदेखि भ्युअरहरूलाई नि। सो समीर चाहिँ एक नम्बरको छुतिया मान्छे तर चाहिने ठाउँमा चाहिँ जाने हुने मान्छे है। फेरि आज पनि मलाई चाहिएको ठाउँमा छ भोलि पनि हुन्छ हिजो अस्ति पनि थियो होइन। सो घरबाट गाली खाइ भए पनि हिँड्छ क्या मेरो लागि चाहिँ। चाहियो भनेपछि क्या घरबाट गाली खाइ पनि हिँड्छ। अहिले पनि घरबाट गाली खाएर आएको छ उसको घरमा। उसको घरमा थाहै छैन। अब धादिङ पुग्न लागिसक्यो छोरो। घरमा आमाले फोन गरेर सोध्यो भने कहाँ छस् भन्दा धादिङ भन्दा एकैचोटि सक हुने भयो आमा चाहिँ। समीर होइन त धादिङको यात्रा चलिसक्यो। यसरी झ्याप्प चाहिँ ब्रेक नहाल्नु बिस्तारै हान्नु। पहिले देखिसकेपछि फेरि झ्याप्प हानेपछि चाहिँ ड्याङ्ग ठोकिदिन्छु नि। फेरि म त ब्रेक हुँदैन नि मेरो बाइकमा बेला बेलामा। पछाडि बसेर म्याउ गर्दैछ। ल यहाँ चाहिँ हाम्रो सशस्त्र सरहरू हुनुहुँदो रहेछ एपिएफको। हामी आनन्दले अहिले रकेट पनि हान्नुपर्छ 1-2 चोटि। अहिले 1-2 चोटि रकेट नै हान्नुपर्छ। अझै पनि हाम्रो यात्रा छ भनौँ न। त्यस्तै बिस्तारै जाँदा फोटो पनि हान्ने भयो बाटोमा। बिस्तारै आनन्दले फोटोसुट हान्दै जाने चिया खाने गरेर जाँदैछौँ। सो त्यसरी जाँदा चाहिँ अब
कारहरूले यस्तो यस्तो स्पोइलर हालेको चाहिँ क्या दामी देख्छ क्या है जिटिआरको लुक आएन त निसान जिटिआरको लुक आएन त पछाडिबाट हेर्दा हुन पो जिटिआर होइन त होइन केही छैन हाम्रो निशान त निशान यो त अघि नै पेट्रोल पम्पमा भेटेको त होइन हो अघि बत्ती हो क्या अघि हाम्रो एकचोटि बत्तेर अगाडि आएको थियो नि त्यही हो अब यो सीतापाइलोबाट छिर्यो जस्तो छ क्या हामी यता स्वयम्भूबाट छिर्यो यो सीतापाइलोबाट छिर्यो जस्तो छ क्या कहाँ बत्या हो त्यो एनएस घरमा बुढीले पहिला जान्छु भन्यो कि क्या हो एनएसको त आइ मलाई नै बायान के बत्तेको किन बत्यायो आनन्दले जाउँ हामी चाहिँ गीत पनि सुन्दैछौँ होइन सो यो ठाउँ भनेको चाहिँ रामकोटको अटिसकेर यो के भन्दा शान्तिनगर भन्छ यसलाई चाहिँ है सो रामकोट शान्तिनगर भन्छ यसलाई चाहिँ यसपछि चाहिँ हामी भुमडुङ्गा पुग्नेछौँ गाडी त आएन नि छैन यस्तो बत्तेर आएर किन स्लो हाने यसले यहाँ तो तेरा इंतजार ही नहीं है मेरे जाने का मलाल भी नहीं है तेरा इंतजार ही नहीं है कुछ मलाल भी नहीं है मेरे का मलाल भी नहीं है बत्ती होला होइन फेरि लागिरहेको थियो ए किन रेस खेल्न आयो क्या हामी आफ्नै धुनमा गइरह यार अब फेरि यसले अगाडि गएर स्लो गर्छ हेर है यसले फेरि अगाडि गएर स्लो गर्छ होइन हामी अगाडि गएपछि फेरि यसले बताउँदै आउँछ क्या रेस खेल्न आइरहेछ क्या यो रेस खेल्न आइरहेछ क्या हामीसँग तर यो हामीसँग रेस खेल्न आइरहेछ क्या आउन चाहिँ सो हामी चाहिँ यही भीमडुङ्गा बस पार्क आइपुग्न लाग्यो बा यस्तो घुम्तीमा चाहिँ बस नरोक्दै हुन्थ्यो सँगै जाउँ न के छ र मर्लास राडा कस्तो आइदिएर जा भनिरहेछ हामीलाई त्यो एनकेले हामीलाई जा भनेर क्या अहिले दुनिया चलिए रहता मैं रहता वे बिच तू सुनिए विदानु जना लेकिन नाम तो नो रहता
हो पखड यसलाई उ गरौँ गीत बन्द गरौँ है त एकचोटि हजुर ब्लू बुक निकाला त लाइसेन्स डकुमेन्ट छ यो रे सो नागरिक एप खोइ त मेरो नागरिक एप यहाँ छ ड्राइभिङ लाइसेन्स सर ब्लू बुक त्यहाँ लाइसेन्स यहाँ छ सर हजुर सर यसो अब चाहिँ जाउँ हाम्रो चेकिङ सक्यो हामीहरूले यत्तिको चेकिङमा सकिने भइसकेपछि त सकिहाल्यो नि कुरै टक्क कागजपत्र हेर्ने छोडिदिइहाल्ने भयो त आनन्द भइहाल्छ नि होइन अघि त्यहाँ चेकिङमा पस गरेको थिएँ सुन्दैन भनेर यसरी चेक चेकिङ गर्दाखेरि जहिले बिल्डिङको हातमा हुनुपर्छ यो एमटी कहाँ बत्या समीर ओ समीर हजुर यो एमटी किन बत्या गुले छापे कि क्या हो खेला होइन रेस यत्तिकै हो कहाँ रेस खेल्दै जान्छ त होइन रेस खेला होइन नि त रेस खेला होइन क्या यति त नर्मल हो नि स्पिड छिने ब्लाइन्ड ओभरटेक हान्छ म ब्लाइन्डमा त यसरी जाने होइन क्या हल्का पहिला हेर्ने हो हेर्दैन हेरि जान्छ योपल्ट घन्टीलाई हालेपछि चाहिँ यसो बाटो बनाउला कि भन्ने आश छ होइन नि यहाँ बाटो बनाइरहेको छ एउटै बाटो हो त्यो हामी तल ठुलो खोला पुग्नु परेन अझै पहिला त्यहाँसम्म त हाम्रो एउटै बाटो हो त्यसपछि अब बाटो कसैको फरक पऱ्यो भने पऱ्यो एकछिन है ट्याक्सी बस धुलो चाहिँ यस्तो उडाएको छ यी यत्तिको धुलो खानुपर्छ के गर्नु नेपालको बाटो हो नेपाली पाउडर अलिअलि खानै पर्छ नेपाली पाउडर बिना नखाइकन गयो भने त नेपालमा हिँडेको कामै लाग्दैन नि नेपाली पाउडर बिना नेपालमा हिँडेको कामै लाग्दैन नेपाली पाउडर नखाइ त भने त्यही त अब भोलि चल्नै दिँदैन रे क्या त्यही भएर हो क्या नत्र भोलि बिहान जानुहुन्थ्यो क्या म चाहिँ अगाडि त्यही तिमीसँग हिँड्दा त्यही एउटा ढुक्क छ क्या समीर तिमीसँग हिँड्दा त्यही एउटा ढुक्क छ क्या अस्ति एकचोटि झन्डैमा तर म पछाडि बस्यो भएपछि हट अट्याकै आउँथ्यो होला हौ मलाई त
अस्ति चाहिँ होइन हाम्रो एउटा छुतियाले के गरिदियो भन्दा टक्क उताबाट ट्रक आइरहेको थियो, यताबाट कार गइरहेको थियो, अनि त्यो दुइटाको बिचबाट स्वाट हालिदियो। मैले अब हुन त केही हुँदैन, आफूलाई पनि थाहा थियो यो आज केही हुन चाहिँ यसले कटाउँछ भन्ने चाहिँ भइरहेको थियो। तर त्यो बाइकको पछाडि म बसा भए चाहिँ मलाई चाहिँ 100 हार्ट एट्याक आउँथ्यो होला क्या। त्यस्तो हानेर हिँड्यो। अब मैले नै हान्न चाहिँ फेरि आफूले चलाउँदा त्यस्तो डर लाग्दैन, अरूले अति भयो। अलिकति बटार्नु मन लाग्यो तर अगाडि टर्निङ छ, यो बाटोमा फेरि अलिकति गाडीहरू आइदिन्छ क्या पेलेर, नत्र त बटारेर कर्नरिङ हान्दै जानुहुन्थ्यो सर। ल चिया खाएर जाउँ यहाँबाट। सडकको बटारेको ओ हाम्रो समीर यहाँ मस्त सुतिरहेको रहेछ बाइकको पछाडि है। एउटा पख है त, मैले चुतिया देखाउनु पर्ने छ। बेलुका अब खोला त फोन निकाल यहाँबाट। समीर भन्ने मान्छे चाहिँ यही हो है। ओके एकछिन सिनेमेटिक। सिनेमेटिक पनि हानिदिइसकेँ समीरको मैले है। हिँड सरकार अब पखन यार तिम्रो सिनेमेटिक हान्दै हिँडिरहेको छु क्या म। चस्मा खस्यो सर। We will be right back. We'll be back. Fight back. समीर अलि भएको छैन। त्यो म मिलाउँछु, पहिला रुक न, देखाउ न, त्यो बोल्दै गर न। सो हामी चिया खाएर निस्किसक्यौँ, बसौँ समीर सर। ल मिलाउँ त क्यामेरा अलि। ठिक छ। भयो ठिक छ। ल जाउँ है त अब बिस्तारै आनन्दले। फेरि पनि चिया टी ब्रेक सक्यो हाम्रो। अब हामी लाग्यौँ। चिया इज सिक्रेट अफ माई एनर्जी। समीर चिया इज सिक्रेट अफ माई एनर्जी। Chai cigarette of my energy. Hi, lovely. Idrage billah, lyrics ay na idrage billah. Chula chula luaya, luaya. Motina ya tu chula chula ya. Alumanya chuni chula luaya. Samir, अब त ससुरालीमा जानै पर्छ एउटा। डाङ्गर हो नि यार त्यो पनि। चट्टा सुहाया लालुवाया ससुरालीमा।
हो पास ससुराली गइरहन्थे दिनका दिन। अब हामी चाहिँ यहाँबाट टक्क माथि कहाँ धार्केबाट माथि जाने कि यहीँबाट जाने लामो पिछाडि हिँड न धार्कीबाट माथि जाँदा फेरि बढी धेरै अफरोड छ ढुङ्गाको सो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ससुराली गइरहन्थे दिनका दिन साली माग्दा सासूले राखेटिन् ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्यालन्थे दिनका दिन साली माग्दा सासूले राखेटिन् ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा उभेन दिनदिनै भेट्न तिमीले पनि पर्ला नि लखेट्न ससुरालीमा ख्याल ख्याल नलगाऊ कान्छी सालीमा ब्याङ्गर छैन त भेट्न लाली गुराँस पाउँदैन लाली गुराँस यता पाउँदैन ख्याल नजर नलगाऊ कान्छी सालीमा कान्छी सालीमा बाटो बन्द छ भन्छ त फर्किनुपर्छ है क्या बाटो बन्द आइरहेको छ बाइक र भइहाल्यो बाटो बन्द छ वाला बोर्ड रहेछ क्या फेरि त्यहाँ बाटो छैन ल बाटै छैन अरे यसरी फकअप हुन्छ बिच बाटोमा फकडप भयो नि त गाइज अब घुमाउने फनक्क लाएर धार्केबाट उकालो लाग्ने अब जस्तो बाटो भयो भने जानु पर्यो सो गाइज बाटोले ब्याङ्गर हान्नेवाला छ अब अघिसम्म गीतले हानिरहेको थियो होइन त अघिसम्म गीतले ब्याङ्गर हानिरहेको थियो अब बाटोले ब्याङ्गर हान्नेवाला छ ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा कहिले काहीँ लोकदोरी सुन्न नि रमाइलो हुन्छ क्या होइन त हो रालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा मिल्दैन माथिबाट ससुरालीमा ख्याल ख्याल झर नलगाऊ कान्छी सालीमा के 4 बजीतिर निक्लिँदा 5 बजीभन्दा अगाडि खोल्दै खोल्दैन हौ लामै यो बाटोमा त कुन चाहिँ आरक्षण हान्ने हो र त्यो नि हो बिचमा गएर डुल्दिउँ लाड्ने कि त चेकिङ हुने भने उतापट्टि हो झार्केकोपट्टि हो तर यता नि हुनसक्छ भोलि त भर छैन देखा जाएगा उस्तै पऱ्यो नि रातारात काठमाडौँ छिरिन्छ आजै हो मम्मी ड्याडी मम्मीकोमा सब्सक्राइब छ ड्याडीकोमा सब्सक्राइब छ नि त फोन देऊ त मेरो तिम्रो खोल्दिमा ए मेरो खोल्तीमा छ मेरोमा कहाँ हाल्छु त के गरेर हाल्यो बतालमा चिरायो क्या त्यो ओके केही भएन उस्तै भएर आज रातारात काठमाडौँ छिर्यो भन्दा हो नि त हामी 11 बजी काठमाडौँ छिरेर कति बजी आउने भन न कस्तो मलाई नेटै चलेन क्या यहाँ लौडा जस्तो छ यसैले बाटोमा ब्याग नचलेर अबडा गर्दै गाइस होइन एकैछिनलाई माइनर ब्रेक थियो अनि यता हाम्रो ब्याङ्गर हिट हुँदै थियो नि अघि यार ससुराली अब अर्को हान्ने नि अर्को ब्याङ्गर हेरौँ न नि ससुरालीको बहिनी छैन लामो हुँदैन पखै मलाई एउटा ब्याङ्गरै याद आइरहेको छ क्या के अरे के बजाउनु लाग्यो पातमा टपरी बुनेर बजाउनु लाग्यो
होइन डेटा चलेन हौ मायालु यहाँ आउँछ बजाउ त जहाँ आउँछ त्यहीँबाट बजाउ त जहाँ गएर चलेर आउँछ ब्याङ्गर हो ल बस एक लाइन भन्दा देखाउँदैन त के हो भर्खर एक लाइन भन्दा नदेखाइदिएर पख एकै देखायो पानी खा जसरी खान्छ त भयो पेट्रोल त के हो साँच्चै यसरी पेट्रोल खाएको भयो त यार पानी खाए जसरी पेट्रोल खाएको भइहाल्यो नि यार कल आयो उठाउ त कसको बुढीको हो उठाउ त हेलो हेलो काट्यो एनसेलबाट बुढी एनसेल लेखामा कल गर न एकचोटि ल भयो अहिले नगर छोड्देऊ तीन लाइनै आयो फेरि तीन लाइन थियो क्या पेट्रोल भने के गर यार यो कहाँ रोक्यो यार यो आगे आगे तो पैको गोला पछि पछि मेसिन गन बरार आगे आगे तो पैको गोला पछि पछि आइसरमा टक्क पछाडि मान्छे होइन उभिएर सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई कलाए उठाउ हेलो हेलो हजुर बुझेन पख 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 म बाइक चलाउँदैछु पख ल काट त समीर काट्यो एनसेलमा कल गर्दै एनसेलबाट एनसेलमा बुढीको कल आयो गाइस बुढीको कल आयो बुढीको कल आयो के भन्छ ह्याङ छ भुत्रोमा चाहिँ ह्याङै हुँदैन मेरो फोन र ए लक खोले ला लौ त हेलो भन त सानो ए म पुग्न लागेको छु क्या कहाँ तिमी घरमै होइन ए फेरि त्यहाँ जहाँमा डुल्ने होइन नि बच्चा के भन्छ यहाँ त्यो डुल्ने सुल्ने चाहिँ होइन चुप लगाएर घरमा बस्ने थपक्क है हुन्छ डुल्ने अहिले बच्चा काट्यो ल बस बाबा माथि अलिकति अफरोड छ माथि लिको चिसो पानी खाइजाउँ लाग्छ उकालीको चिसो पानी खाइजाउँ लाग्छ
घरको तरुनीलाई लैजाउँ लाग्छ आगे आगे तपाईँको गोला पछि पछि मेसिन गन भर आगे आगे तपाईँको गोला पछि पछि मेसिन गन समीर किन शान्त किन शान्त के भयो ए सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई आगे दिस इज द र अब चाहिँ बाटोले फक्ड हान्यो है समीर अब गीतको ब्याङ्गर होइन अब बाटोको ब्याङ्गर हेर्ने अब हामी बुझे एउटा हाम्रो शरीरको मेन चिज त्यो भएन भने कामै हुँदैन अर्को एउटा त्यो पनि मेनै चिज हो त्यो भएन भने पनि काम हुँदैन अर्को एउटा पनि मेन चिज हो त्यो भएन भने पनि कामै हुँदैन ढुङ्गा छ गाइस यो बाटोमा चाहिँ है अझ यहाँ त अलिकति उनी छ माथि अलिकति सल्लाहको जङ्गल आएपछि हो अलिकति गाइस सुनसरीमा धुम्सी लुक्ने धुलो अहिले चाहिँ एङ्गल नमिलेमा माफ गरिदिनु होला भने अहिले एङ्गल नमिलेकोमा चाहिँ माफ गरिदिनु होला गाइस अलिकति एङ्गलमा प्रब्लम आइरहेको छ किन भन्दा अफरोडले बिगारिरहेछ फोन आयो अब 2 मिनटको बाटो छ 2 मिनट पनि लाग्दैन सो यसपछि घर आइपुगिहाल्यो आनन्दले ढुक्क छिलपारामा हाय हाय छट यहाँ चाहिँ चौतारा गाजल चौतारा भन्छ यसलाई चाहिँ यहाँबाट चाहिँ हामी यता लागौँ अब चाहिँ हाम्रो घर आइपुग्यो है फुले चाहिँ साँझमा तिमी फुले चाहिँ साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहर ट्यौ ट्यौ कान्छीलाई घुमाउने काठमाडौँ सहर औ हाय हाय फाइनली उयो अगाडि देखिरहेको छ नि यो घर चाहिँ मेरो है गाइस मनको रहर यो घर चाहिँ मेरो आनन्दले है ढुक्कै हो